के गर्ने आँटेको तिमी गाइस म चाहिँ यहाँ गाई के गर्नु आँटेको भन्छ हाम्रो टाइम भाडा यति नै हो गाइस भनेको क्या म चाहिँ यहाँ पिताम्बरले होइन हौ। भाडा दिनु आँटेको हो हाम्रो टाइम भाडा यति नै हो छ नि निकाल्नु पर्छ नि यति चाहिँ हुन्छ क्या मान्छे घरमा दामी भाडा चाहिँ खोइ म देख्दिनँ कहाँ चाहिँ छ त अनि यहाँ अब भाडा टल्काउने हो म टिलिक्क पारेर घाम चाहिँ लागेको छ नि त ढुस्सै भइरहेको दिन पनि देखाइदिनु मौसम पनि देखाइदिनु साथीहरूलाई हो अस्तिसम्म त कस्तो दामी लागिरहेको थियो घाम आज चाहिँ छैन घाम हो तर पनि अब यहाँ धुनुपर्छ टल्किन्छ होला यो ऊ स्क्रच ब्राइट चाहिँ भयो यसको भाइ कहाँ हुन्छ त्यसले हुँदैन हातले पो हुन्छ ल यसमा स्क्रच ब्राइट लगाएर हातले अप्ठ्यारो हुन्छ नि त ए लु हातले पो सजिलो हुन्छ त झ्याप्पै अझै थपेर पुरै हाल्नु स्कच बाइकले त उयो भइहाल्छ नि हाम्रो टाइम भाडा पुरै निकाल्यो भने त मोली सक्दैन नि फेरि दिनभरिमा नि बक्स बेड भरि होला ड्याममै अझै माथि कति छ उता कस्तो मैले निक्लिन्छ नि कम्ती चल्किन्छ यो त खास त उयोले पनि हार्पिकले दामी जान्छ अस्ति फेसबुकमा देखाइरहेको त कसले हार्पिकले त पुरै निकाल्दो रहेछ नि त फर्स्ट सबै टोइलेट चापा गर्नेले कस्तो जान्छ होला